हेलो नमस्ते सबैजनालाई। आज चाहिँ फुपूको स्पेसल बर्थडे भएको हुनाले हामी जाँदैछौँ फुपूलाई सरप्राइज दिन फुपूको घरमा। फुपूको घर नि आउनै आँट्यो। फाइनली फुपूको घर नि आयो। म फुपूलाई बोलाउँछु है त। फुपू आउँछु को आउनुहुन्छ? फुपू नै आउनु भएको छ। हाम्रो प्लानिङ पनि सक्सेसै भयो। भित्र चाहिँ पाहुनाहरू बस्नु बारे छ। मलाई चाहिँ लाज लाग्यो एकछिन। अब चाहिँ केक काट्नु पालो। केक सेक काटियो, रमाइलो भयो। यस्तै खुसी सधैँभरि बाँडिराख्न पाऊँ। सधैँभरि खुसी छाओस्। सबैजना बसेर यस्तै खुसी पाइयोस्। Thank you so much all of you.